हेलो साथीहरु नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल गाइज आफ्टर लङ टाइम गाइज न्यू ब्लग गाइज है आज चाहिँ म धेरै दिनपछि चाहिँ धादिङवेसीको ट्रिपमा जाँदै होस् है गाडी चाहिँ पुरै लोड भइसकेछ मेरो चाहिँ लोड भएर चाहिँ म धादिङवेसीको लागि निस्केको आज चाहिँ धेरै दिन भयो नि त यो सिधा पाइला झार्केको बाटो चाहिँ नहिडेको अब यतातिरको बाटो के कस्तो छ साथीहरु बाटोको पनि जानकारी दिनेछौँ अनि यो दशैंमा चाहिँ नि यो बाटो हुँदै को जाने विचारमा हुनुहुन्छ दशैंमा यो बाटो हुँदै हैन अब हुन त नौबिसे नागढुङ्गा बाटो पनि अब कम्प्लिटली सुरुङमारा खोल्ने भन्ने कुरा छ अब त्यताबाट पनि जान सकियो यताबाट पनि जान सक्यो बाटो चाहिँ एकदम अहिले पहिला भन्दा धेरै सहज भइसकेको छ सो त्यो गाइज हैन आजको भ्लग चाहिँ यो छोटो मिठो सर्टकट भ्लग हुनेछ गाइस साथीहरु ठुलो खोलामा पनि अब बाटो त्यस्तो डिस्टर्ब छैन अस्तिको पानीले गर्दा यो पहिरो आएर चाहिँ हानेर चाहिँ पुरै लेदो आएर चाहिँ माथिबाट हैन अहिले चाहिँ यो क्लियर भइसकेको छ अब दशैंको टाइम छ नि त हैन त्यही भएर चाहिँ यो बाटो पनि एकदम दामी छ अब उता सुरुङमार्ग पनि खोल्ने भनेको थियो अब बाँकी यताबाट यसरी झरेर चाहिँ यो पहिरो झरेर चाहिँ अस्ति बाटो बन्द भएको तर अहिले चाहिँ खुलिसकेको छ हुँदै चाहिँ व्यापार घुम्ने रहेछ यहाँ पहिरो चाहिँ अहिले हटाइसकेको छ अनि बाटो क्लियर छ ठुलो खोलामा चाहिँ होइन पहिरो आएको त्यो पछाडिको उसमा हो ठुलो खोलासँग चाहिँ बाटो क्लियरै छ साथीहरु ठुलो खोला यहाँसम्म चाहिँ पहिल्यै टिच भइसकेको थियो अब यहाँनिर ढलान बाँकी थियो अझै गरिसकेको रहेछ आफ्टर 1 मन्थ लेटर आउँदाखेरि पनि चाहिँ यस्तै छ सो ठुलो खोला नाम चाहिँ ठुलो खोला तर पानी चाहिँ सानै खोला आउँछ हैन यहाँनिर चाहिँ तर यहाँसम्म चाहिँ ढलान ठोकिसकेको रहेछ गाई चाहिँ माथि जाने बाटो भनेको चाहिँ जीवनपुर जाने बाटो बस पनि आइरहेको छ उता हजुर गार्गे तलबाट हो यता त माथि जीवनपुर पुग्छ यही तलबाट हिँड्नु न ल फाइनली यहाँनिर चाहिँ पुरा कम्प्लिटली बाटो चाहिँ ढलान भइसकेको रहेछ ल साथीहरु फाइनली ठुलो खोलाको यो उकालोमा पनि पुरै फुल ढलान भइसकेको रहेछ अनि यहाँनिर चाहिँ अलिकति खतरा थियो कि त्यो खतरा अझै खतरा नै रहेछ पुरै पहिरो झरिसकेको रहेछ यहाँ डेन्जरै थियो कि यहाँनिर चाहिँ यहाँनिर घरलाई चाहिँ धन्न केही पनि भएको रहेछ बाटो चाहिँ जो यता पनि खतरै बनाएको बाटो चाहिँ फेरि रमाइलो छ यतातिरको बाटो सर है साथीहरु ठुलो खोला हुँदै झारका निस्किने बाटो वैकल्पिक बाटो हो यो नागढुङ्गाको मौसममा अलिकति क्लियर छैन यो के कस्तो आइरहेको लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर चाहिँ नभन्नु होला च्यानललाई पारिपट्टि यो पुरै लिचीको बोटहरू छ आँपको बोट तर लिचीको सिजनमा यता धेरै लिचीहरू मजाले फलेको हुन्छ है साथीहरु यहाँनिर रिसोर्ट पनि अलरेडी खुलिसकेको छ अब माथिदेखि आउँदा चाहिँ यहीँसम्म अलिकति खतरा भनेको यहाँको बाटो है अब यो बाटो अलिकति उकालो छ हिलपाखाहरू छ सो अब पहिरो गइरहेको हुन्छ त्यो भएर चाहिँ अलिकति डेन्जर हो बर्खाको बेला अरू बेला चाहिँ बाटो दामी छ फेरि यता ल लाएर हर डाक्क टर्निङमा दिइहालौँ न होइन यताबाट कोही बाइक साइक गाडी साडी आइरहेको भने थाहा हुन्छ
भिडियो के कस्तो लागिरहेछ, बिकिची ब्लगको भिडियो कस्तो लागिरहेछ तपाईँहरूलाई सरर कमेन्ट गर्न चाहिँ नभुल्नु होला गाइज है। अनि मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरेर चाहिँ जानु होला। यस्तै यस्तै भिडियोहरू ल्याउने गर्नेछु होइन। कोहीको बेला चाहिँ यसो घुम्न नि पऱ्यो होइन, घुम्न नि गएको भिडियोहरू एडभेन्चर्स भिडियोहरू चाहिँ हाल्ने छौँ। सो आजले चाहिँ हाम्रो यो ट्रिपको भिडियो भयो काठमाडौँ धादिङ बेसी सरल बाटो हेरौँ साथीहरू। भ्यू पनि यस्तो क्लियर छ, माथितिर मौसम पनि खराब थियो, तल आएपछि खत्री गाउँ भन्छ कि के भन्छ यतातिर अलिकति थाहा भएन है। मस्त छ बाटो यतातिर। नेपालको यो हरियाली देख्दाखेरि साह्रै नै रमाइलो लाग्छ साथीहरू। यो चाहिँ महेश फाट फाइनली हामी महेश फाटमा चाहिँ फाइनली महेश फाटतिर आइपुगेछौँ। ठुलो आछ भ्यू चाहिँ। अट्टै आएर चाहिँ कुखुरा फार्म गाडी धोइराख्नु भएको छ लामा। यहाँले गाडी धोएर गयो नि भार हुन्छ नि। एकदमै आनन्द लाग्ने बाटो छ यतातिर चाहिँ, सरर लाएर मजाको बाटो छ यतातिर चाहिँ हिँड्न। सर केही त्यस्तो गाडी घोडा होइन, आनन्दले हिँड्न पायो। धेरै गाडी घोडा पनि हिँड्दैन त, सरर लाएर। यहाँ फेरि बाटो पुरै घुमाएर परदेखि सर पारी पारी जानु पर्दै पुरै घुमाएर यत्रो टर्निङ बनाइदिन्छ। बाटो चाहिँ बब्बालै छ है साथीहरू। सीतापाल धारके निस्किने बाटो यो दसैँमा चाहिँ यो बाटो सरर आयो हुन्छ, तर जाम त जामै हुन्छ होला है बाटो, किनकि गाडीको चाप धेरै हुन्छ। सो जाम हुनसक्छ। वाटर भ्यू गाइस, माइ गॉड सरर लार खतरा छ त भ्यू त यार। एक दुई हप्ता पहिला चाहिँ यो बाटोमा चाहिँ अलिकति विवादित भइरहेको थियो है। सरकारले चाहिँ यो जग्गाको मुआवजा नदिएर चाहिँ यहाँनिर मान्छेहरू यो बाटोमा पुरै यो तारहरू पुलहरू गाडेर बाटो नै अवरोध गरिरहेको थियो। त्यसमा चाहिँ अलिकति मुआवजा नदिएको रहेछ सरकारले जग्गाको, त्यही भएर रहेछ होइन। ठिकै छ, अहिले चाहिँ बाटो विवादित कुरा मिलिसकेर चाहिँ बाटो अहिले खुलिसकेको छ यता चाहिँ। नत्र एक दुई हप्ता चाहिँ यतातिर बाटो बन्दै थियो है त गाइस। अहिले चाहिँ फाइनली गाइस यो बाटो चाहिँ अहिले खुलिसकेको छ। सीतापाले धार्केको नागढुङ्गाको वैकल्पिक बाटो चाहिँ यो चाहिँ धुनीबेसी पार्क। अहिले चाहिँ बाटो खुलिसकेको छ, आरामले जान सक्नुहुन्छ यो बाटो उतै धार्के निस्केर। साथीहरू कुखुरे गाडी दौडे फाइनली बा धारकै आइपुग्नु लाग्यो साथीहरू। यहाँनिर चाहिँ बाटो यस्तै छ।
फाइनली धार्के आइपुग्यो साथीहरू। यहाँनिर चाहिँ बाटो अलिकति साँगुरो भएर जाम भइहाल्छ यहाँनिर चाहिँ। ल साथीहरू फाइनली धार्के सर धारिङ बेसीतिर है। हाइवेतिर चाहिँ बाटो फेरि यस्तै छ हालत है साथीहरू। बाटो बन्दैछ धुलो धो यहाँनिर पनि भित्र फेरि यस्तै हो फेरि बाटो फेरि हालत। साथीहरू म चाहिँ अहिले आधै बेसी कटिसकेँ। आधै बेसी कटेपछि चाहिँ बाटो यस्तो ओक्लिसक्यो उता परसम्म चाहिँ सिक्नेसम्म चाहिँ लगभग राम्रो छ बाटो चाहिँ। सर सहयोग सहयोग हाइवे भनेको यस्तो हुनुपर्छ के बल्ल गाडी चलाउन मजा आउँछ साथीहरू। ल है साथीहरू फाइनली मच्छेडी खोला चाहिँ खाना खाएर म चाहिँ निस्किसकेको छौँ। बाटो यस्तै छ है सल ल अब चाहिँ म गल्छी आइपुग्न लागेको छु। बाटो लगभग ठिकै छ। अब यो पठाइसकेपछि त खतरा नै हुन्छ है। जो अहिलेलाई यस्तै छ। बाटो लगभग अन्तिम भइसकेको छ यता अलि हामी बनाएको छ बाटो गल्छीतिर पनि। गल्छी गएर नि लगभग 30 सिट ढलान गरेर पहिला यस्तो बिजोग थियो, जाम हुन्थ्यो, हिलो थियो, धुलो थियो, धुवा थियो होइन। पहिलाको ल्याइ चाहिँ अब धेरै शास्ति खेपेर नेपाली जनताले अहिले चाहिँ पहिलादेखि यो साइडमा चाहिँ फेरि पुरै भइसकेको छ है त। लगभग 1 महिना भयो होला म धादिङतिर नझरेको, बेसीतिर नझरेको थुप्रो भइसकेको छ गाइस। सो बाटोको के अपडेट दियो होइन, बाटो के कस्तो भइरहेछ भनेर यसो हल्का भिडियो हाल्दै बढाएर सर्ट मिनी ब्लग बनाउँदैछु गाइस है। सो भिडियो के कस्तो लाग्छ साथीहरू अन्तिमसम्म हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला है नयाँ साथीहरूले चाहिँ। साथीहरू आजको छोटो भिडियो भ्लग चाहिँ भिडियो चाहिँ यति नै है। भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नभुल्नु होला। अब धेरै लामो भिडियो बनायो भने मजा आउँदैन नि त हेर्न पनि। छोटो सर्ट भिडियो चट्ट लगाएर छोटो भिडियो बनाउनुपर्छ। सो त्यही गाइस स्टे ट्युन्ड है गाइस है। बिबिसी भ्लग्सबाट चाहिँ यस्तै भिडियोको होइन हिँडेको भिडियोहरू आउँदैछ। लाइक कमेन्ट सेयर गर्न चाहिँ नभुल्नु होला। त्यही हो गाइस है।